हेलो साथीहरू अनि सबैजनामा मेरो नमस्कार छ अनि वेलकम माई ब्लग। आज बिहानै उठेर म फ्रेस भए, दिनभरको कामसाम सकाएर आज मलाई चाहिँ एनिभर्सरी पार्टीमा जानु थियो। त्यही भएर म छोराहरूलाई पनि रेडी गरेँ। यहाँ हेर्नु न, मेरो छोरालाई आऊ भिडियो बनाउनु भनेपछि जिस्किरहेको थियो। त्यसपछि कान्छो पनि उहाँ हेर्नु न, भिडियो बनाउन भनेपछि दुइटै यस्तै जिस्किन थाल्छ, मुख कस्तो कस्तो बनाउँछ। त्यसपछि हामी चाहिँ लागे पार्टीतिर बाबुहरूलाई लिएर, अनि म मेरो बुढा हामी सबैजना गयौँ। त्यसपछि उहाँ बेहुली त के भनौँ, रिसे एनिभर्सरी उहाँको बान्जिनी बुहारी हुनुहुन्थ्यो, उहाँका चाहिँ एनिभर्सरी थियो। अनि उहाँ चाहिँ मेरो साथी हो, उहाँकै वेट गरिरहेको थिएँ, आउनुभयो उहाँ पनि। त्यसपछि हामी एनिभर्सरी पार्टीमा इन्जोय गरेको। भान्जा अनि भान्जी बुहारीको चाहिँ एनिभर्सरी हेरेँ हामीले राम्ररी नै। त्यसपछि हामी बुढाबुढी दुइटैजनालाई टिका लगाएर आशीर्वाद दिएको। अनि त्यसपछि चाहिँ फोटोहरू खिच्यौँ उहाँहरूसँग। अनि फोटोहरू खिचिवरीसँग चाहिँ यहाँ हेर्नु न, मेरो बाबुहरूलाई आउन भनेपछि दुइटै आएन हामीसँग। अनि भान्जाले चाहिँ उहाँसँग जिस्किरहेछ पेट हेराएर। त्यसपछि भाउजूसँग चाहिँ दुइटै देवरले टिकटक बनायो। बाबुहरूले, मेरो बाबु त झन् कति लजाउँछ, तैपनि उसको साथीसँग गएर दुइटैजना मिलेर चाहिँ भाउजूसँग टिकटक बनायो। टिकटक बनाइसकेपछि चाहिँ हामी बाहिर निस्केर यसो हामी पनि फोटोहरू खिच्यौँ, टिकटकहरू बनायौँ। एक्लै यो चाहिँ देवरजीले टिकटक बनाइदिनु भएको, मेरो ल्याउनु भाउजू म भिडियो बनाइदिन्छु भनेर। अनि उहाँले नि यो मेरो भिडियो बनाइदिनु भयो। अनि भिडियो बनाइदिइसकेपछि चाहिँ अनि हामी सबैजना खाना खान गयौँ। खाना खाइसकेपछि राति भइसकेको थियो। यो चाहिँ बिहानकै थियो, जुन मैले बिचमा एड गरिदिएँ। त्यो रोज चाहिँ मैले बुढालाई दिएको थिएँ खाना खाने टाइममा। अनि बुढाले चाहिँ केही रियाक्सन दिनुभएको थिएन पहिला चाहिँ। त्यसपछि थ्याङ्क यू भन्नुभयो। अनि त्यसपछि राति हामी थाकेर आयौँ। आएर चाहिँ त्यसपछि सबैजना सुत्यौँ। बाई बाई।